गभर्मेन्ट र प्राइभेट सेक्टर टक्रक्कै एक ठाउँमा आउने र सर्टेन पोलिसिजहरू बनाउने हो भनेदेखि चाहिँ नि हामी स्वर्ण युगमा नेपालको स्वर्ण युगमा छिर्नको लागि चाहिँ नि ढोका खुल्यो जस्तो लाग्छ मलाई चाहिँ है। र नेपाल आफैले पनि सभरेन एआईलाई ध्यान दिएर सभरेन एआईको कन्सेप्टलाई पनि लिएर आफ्नै पनि कम्प्युटर सेन्टर बनाएर चाहिँ प्राइभेट पार्टनरसिपसँग काम गर्यो गभर्मेन्ट र प्राइभेट सेक्टर भने यो एआईको अपर्च्युनिटी चाहिँ मिस हुँदैन र तपाईँले भने जस्तै ट्रान्सफर्मेसन आउँछ। यो आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एजुकेसन त्यो प्याराडाइम सिफ्ट हाम्रो एजुकेसनमा गराएर नि कहाँ देख्नुहुन्छ समरजित 20 वर्षपछि नेपाल? 6 महिना अगाडि डिसेम्बरसम्म एजेन्टिक एआई भनेर एजेन्ट्स त्यस्तो युजफुल भइसकेको थिएन। अहिले वी आर अब मे भयो 6-7 मन्थ्समा एजेन्ट्स आर वान लेभल अप बियोन्ड वाट वी आर। अब धेरैले अहिले एआई भन्दा च्याटजिपिटी एन्थ्रोपिकमा क्वेसन सोध्ने एन्सर आउने बुझिरहेको छ। तर लास्ट 6 मन्थ्समा त्यो पनि चेन्ज भइसक्यो। लास्ट 6 मन्थ्समा अहिले मैले भनिरहेको एआई इज नो लङ्गर जस्ट आस्किङ क्वेसन्स टु च्याटजिपिटी एन्ड गेटिङ एन्सर्स। अहिले मैले भनिरहेको इज एजेन्टिक एआई। Please join me, ladies and gentlemen, as I have the privilege to invite up on stage the two maestros, namely Dr. Samir Maske and Mr. Sulabh Borathoki. What would be your message to the government to have that mindset? त्यो mindset चाहिँ नि हरेक नेपालीले NASDAQ मा लिस्टिङ गर्न सक्ने सपना देख्ने हुनुपर्छ। लुक एट Dr. Samir Maske, he has done already भन्ने यो दुईटा चाहिँ नि मलाई व्यक्तिगत रूपमा पनि सोध्न मन लागेको क्वेसन्स आई रियली वान्टेड टु आस्क यु। लाइक अर्ली इन्टरप्रेनर्सलाई मैले देखेको नेपालमा चाहिँ यो रिस्क क्यापिटल कम छ। 20 वर्षको एन्टरप्रेनरले भर्खर कलेज सकाएर युएसमा चाहिँ सिलिकन भ्याली अथवा न्युयोर्कमा गएर एउटा खतरा आइडिया बनायो भने दे समबडी टु टेक अ रिस्क क्यापिटल अफ 1 million or 5 million or 10 million dollar। अब यहाँ 20 वर्षको एन्टरप्रेनरले क्यापिटल खोज्यो भने अब घरमा गएर बाबाआमालाई मलाई त्यो जग्गा चाहिँ राख्नु पऱ्यो कोल्याटरल राख्नलाई लोन लिनु पऱ्यो भने त मिलेन, पाउनेवाला छैन है। र गर्न पनि भएन बिकज द्याट्स टु मच अफ अ रिस्क फर द होल फ्यामिली फर वान ड्रिम अफ वान अफ द एन्टरप्रेनर्स, राइट। सो कसरी चाहिँ वान अफ द थिङ्स द्याट आई वुड किप ब्रिङ अप इज नेपालमा रिस्क क्यापिटल बढी चाहियो। त्यो रिस्क क्यापिटल र इन्भेस्टमेन्ट बढाउनको लागि वाट आर द पोलिसिज द्याट कुड बी मेड। त्यो साथसाथै इफ द एन्टरप्रेनर वान्ट्स टु टेक इट टु द नेक्स्ट लेभल एन्ड try to get listed in NASDAQ, obviously inter-country related policies are opening businesses outside Nepal, which are finally feasible in Bhayo, which is a great news. The capital flow ko kuraharu or so forth. These just a few things, but I think a 20-year entrepreneur June who is trying to build a product or service from Nepal for the world, it will be possible, and I hope and I guarantee you we will see many more companies from Nepal getting listed in NASDAQ. डेटा र आर्टिफिसियल इन्टेलिजेन्सको एरामा जाँदै गर्दाखेरि नि मलाई व्यक्तिगत रूपमा के लाग्छ भन्दा दिस इज द टाइम द्याट नेपाल क्यान ट्रान्सफर्म फ्रम एक्सपोर्टिङ लेबर टु एक्सपोर्टिङ इन्टेलिजेन्स। नेपालमा कम्प्युटर सेन्टर बनाइयो भने अलरेडी पहिला लेबर आर्बिट्राज भने जस्तो देयर इज दिस एनर्जी आर्बिट्राज यु क्यान डु। It is a way to export and sell energy right here from Nepal. तर तार तानेर होइन, तार तान्नु परेन। You can actually sell the energy to the whole world without ever drawing one wire. That could be a big export, right? 1 gigawatt को compute. I'm not talking about just power plant भने like hydropower भने। Hydro energy दिन्छ। Energy is the one of the most एकदम अहिले shortage मा भएको कुरा। You saw AI compute center। So यसरी बनाइयो भने 1 gigawatt को AI compute centerले it could generate almost $5 billion a year of revenue. $5 billion. $5 billion a year, right? So it's a lot of money. It is. होइन अब हामी 100 billion को कुरा गरिरहेको छौँ, that's already 5 billion. अब 1 gigawatt को AI compute center बनाउन सजिलो छैन obviously, right? त्यसको लागि चाहिने NVIDIA chips, AMD chips and so forth नै shortage छ, पाउन गाह्रो छ। तर there is I think a real possibility of selling compute to the world by using the advantage नेपालको एउटा जुन advantage छ हाइड्रो पावरको त्यसलाई क्यापिटलाइज गर्नु। So that's one I think.
हजुरलाई के लाग्छ डु यु सी पोटेन्सियल देयर हाम्रो Yeah. नयाँ जेनेरेसनलाई चाहिँ नि इन्टेलिजेन्स एक्सपोर्ट गर्नको लागि रेडी बनाउन सकिन्छ होला सकिन्छ सो मेरो विचारमा अघि भने जस्तै एउटा एक्सपोर्ट चाहिँ कम्प्युट नै भयो विच कुड बी अ म्यासिभ स्केल त्यस्तै गरिकन अर्को एक्सपोर्ट चाहिँ स्किल्स इन्टेलिजेन्स एडेड विथ ह्युमन क्यापिटल प्रोभाइडेड थ्रु सर्भिसेस प्लस अब आउने धेरै टेक सर्भिसेसमा धेरैले खोज्ने भनेको झन् एआई रिलेटेड स्किल्स सो त्यो एआई रिलेटेड स्किल्सको लागि चाहिँ अब तपाईँको कति कलेजेसहरूले एआई पढाउँछन् राइट त्यस्तै गरिकन अरू पनि कलेजेसहरूमा अझ एम्प्लिफाइड रूपमा पढायो र गभर्मेन्टले पनि एआई पढाउन केही मद्दत गर्यो अब एज अ फ्युज मेसिन्स हामीले 5-6 वर्ष अगाडि एआई शिक्षा फर नेपाल भनेर प्रोग्राम लन्च गरेको थियो जसको उद्देश्य थियो 10,000 विद्यार्थीहरूलाई चाहिँ एआई पढाउनु तर गभर्मेन्ट लेभलबाट लाखौँलाई पढाइयो भने सडनली एआई ट्यालेन्टको पुल यति धेरै भयो भने तपाईँले भने जस्तो त्यो ऱ्याङ्किङमा हामी यति माथि पुग्छौँ कि ब्रान्ड बिल्ड भइसकेपछि नेपालमा एआईको ट्यालेन्ट कमी छैन र राम्रो क्वालिटीको एआई ट्यालेन्टको कमी छैन भन्यो भने द्याट कुड बी अ म्यासिभ सर्भिस एक्सपोर्ट 20 वर्षपछि यो आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एजुकेसन त्यो प्याराडाइम सिफ्ट हाम्रो एजुकेसनमा गराएर नि कहाँ देख्नुहुन्छ समरजित 20 वर्षपछि नेपाल अब मेरो विचारमा इन कमिङ इयर्स प्रस्पेरस नेपालको जुन ड्रिम छ सबैमा आई थिङ्क द्याट्स कमिङ अल्सो फास्ट एन्ड फ्युरियस एन्ड आई एम होपफुल एन्ड आई थिङ्क वी आर अल होपफुल दिस इज गोना ह्यापन फास्ट अब 20 वर्ष त प्रेडिक्ट गर्न अलिक गाह्रो छ किनभने एआईमा अघि जस्तैको इक्जाम्पलमा अब 6 महिना अगाडि डिसेम्बरसम्म एजेन्टिक एआई भनेर एजेन्ट्स त्यस्तो युजफुल भइसकेको थिएन अहिले वी आर अब मे भयो 6-7 मन्थ्समा एजेन्ट्स आर वान लेभल अप बियोन्ड वाट वी आर अब धेरैले अहिले एआई भन्दा च्याट जिपिटी एन्थ्रोपिकमा क्वेसन सोध्ने एन्सर आउने बुझिरहेको छ तर लास्ट 6 मन्थ्समा त्यो पनि चेन्ज भइसक्यो लास्ट 6 मन्थ्समा अहिले मैले भनिरहेको एआई इज नो लङ्गर जस्ट आस्किङ क्वेसन्स टु च्याट जिपिटी एन्ड गेटिङ एन्सर्स अहिले मैले भनिरहेको इज एजेन्टिक एआई which is agents that does end-to-end task for you. Agent like चाहिँ तपाईले म चाहिँ पोखरा जानु छ 5 दिनको लागि ल सबै फिगर आउट गरेर मात्र भन्ने इट डज एभ्रिथिङ इट गेट्स यु द टिकट्स बुक यु द रिजर्भेसन्स सबै end-to-end almost an assisted system right that's a complex piece of task because agent systemलाई चाहिँ it requires a lot of reasoning it needs to check its balance and answer so त्यो गर्ने सिस्टमले also takes a lot of time मैले तर द रिजन आइ एम ब्रिङिङ अप द्याट इज लास्ट 6 महिना 7 महिनामा यस्तो चेन्ज भइसक्यो भनेको मतलब अर्को 1 वर्षमा धेरै चेन्ज आउनेवाला छ यहाँमा अर्को 5 वर्षमा धेरै चेन्ज अझै पनि धेरै चेन्ज आउँछ सो त्यो चेन्ज जुन आउन लागेको छ त्यसमा वान युनिभर्सल थिङ द्याट विल बी अन्डरलाइङ इज कम्प्युट राइट अनदर युनिभर्सल थिङ द्याट विल लाई इज ट्यालेन्ट त्यो दुइटैलाई हामीले गर्न सक्यौँ भने अर्को 20 वर्ष त भन्दिनँ म लेट्स से एटलिस्ट 5 वर्षमा चाहिँ कम्प्लिटली ट्रान्सफर्म्ड इकोनोमी चाहिँ बन्न सक्छ गभर्मेन्टले यदि हामीलाई प्राइभेट सेक्टरलाई हुन त अब माननीय अर्थमन्त्रीज्यूको कुरा सुन्दाखेरि इन्भिटेसन्सहरू दिनुभएको छ नयाँ गभर्मेन्टसँग एकदम होपफुल छौँ हामी गभर्मेन्ट र प्राइभेट सेक्टर टक्रक्कै एक ठाउँमा आउने र सर्टेन पोलिसिजहरू बनाउने हो भनेदेखि चाहिँ नि हामी स्वर्ण युगमा नेपालको स्वर्ण युगमा छिर्नको लागि चाहिँ नि ढोका खुल्यो जस्तो लाग्छ मलाई चाहिँ है हजुर हो गभर्मेन्ट र प्राइभेट सेक्टर मिलेर एकदमै सलिडली काम गर्न सक्यो भने पर्टिकुलरली अहिले अब जस्तै एआईको सन्दर्भमा मलाई धेरै एआईमा काम गरिरहेको भएको एआईको सन्दर्भमा चाहिँ अहिले सिफ्ट चेन्ज इन द वर्ल्ड आइरहेको छ एआईले इट्स अ म्यासिभ अपर्च्युनिटी प्राइभेट सेक्टर र गभर्मेन्ट मिलेर यो एआईको अपर्च्युनिटी लिन सक्यो कम्प्युट सेन्टर म डेटा सेन्टर भनेर टिपिकल त्यो डेटा स्टोरेज सेन्टर भने होइन कि बेसिकली कम्प्युट सेन्टर टु सेल द कम्प्युट एन्ड इन्टेलिजेन्स टु द वर्ल्ड टु सेल द ह्युमन क्यापिटल टु द वर्ल्ड एक्सपोर्ट इन्टेलिजेन्स एक्सपोर्ट गर्यो कम्प्युट एक्सपोर्ट गर्यो र नेपाल आफैले पनि सभरेन एआईलाई ध्यान दिएर सभरेन एआईको कन्सेप्टलाई पनि लिएर आफ्नै पनि कम्प्युट सेन्टरहरू बनाएर चाहिँ प्राइभेट पार्टनरसिपसँग काम गर्यो गभर्मेन्ट र प्राइभेट सेक्टर भने यो एआईको अपर्च्युनिटी चाहिँ मिस हुँदैन र तपाईँले भने जस्तै ट्रान्सफर्मेसन आउँछ